हाई सबैजनालाई। म चाहिँ भर्खर उठेर हेर्नु न, बिहान बाहिर हेरेको त यति धेरै हुस्से लागेको रहेछ, यति धेरै चिसो भएको रहेछ। म त थाहै पाएको थिइनँ क्या, ढोका खोलेर हेर्दा त हेर्नु त यति धेरै हुस्सु। अनि त्यस पछाडि हुस्सु भनेको है, हुस्से भन्छ होला है, हुस्सु भनेको त खै के हो, अर्कै मिनिङ बुझ्छ होला। अनि यो चिसोमा चाहिँ मैले कोदोको खोले खाने विचार गरेँ अनि पिठो हेर्दैछु। त्यस पछाडि म चाहिँ घर सरसफाइको लागि चाहिँ रेडी भएँ। अनि मेरो फोनमा पनि घरिघरि चेक गर्दैछु। अनि फोहोरहरू अलिअलि रहेछ, खासै धेरै होइन। दिनै बढार्दा सफा गर्दा त खासै धेरै फोहोर हुँदैन। अनि त्यहाँदेखि मैले चाहिँ टक्कसँगले घरहरू सरसफाइ गरिसकेर नै अब आफ्नो कामको सुरुवात गर्नुपर्ने हुन्छ नि त। अनि कोदोको खोले पनि मैले बसाइहालेँ। अनि टक्क लाएर यसलाई चलाइदिएँ। यो हरियो हरियो चाहिँ के होला भन्नुहुन्छ भने चाहिँ यो चाहिँ मटर हो है, हरियो मटर। अनि मैले मुख पनि धोएको, यस्तो धेरै चिसो थियो, आइस जस्तो पानी यति धेरै चिसो ट्याङ्कीमा जम्मा भएको हुन्छ नि त। अनि झन् आइस जत्तिकै चिसो हुन्छ क्या। अनि मैले टोनर लगाएँ अनि पानी पनि पिउँदैछु। बिहान बिहानै एक गिलास पानी खानु स्वास्थ्यको लागि राम्रो हो। अनि त्यस पछाडि मैले मोइस्चराइजर लगाएँ। म चाहिँ किन यसरी अब मेकअप भन्नुहुन्छ होला है, यो चाहिँ यसो डेली रुटिन हो है, स्किन केयर भन्छ होला यसलाई चाहिँ अलिअलि। अनि त्यस पछाडि मैले मोइस्चराइजर लगाएँ। मोइस्चराइजरहरू लगाएर चाहिँ म अफिसको लागि जानुपर्छ नि त मेरो काममा, त्यही भएर मैले चाहिँ यसरी रेडी हुँदैछु। अनि मैले यो ड्रेस लगाएको कस्तो नराम्रो देखेँ, अनि फेरि अर्को चेन्ज गरेर अर्को लगाएँ। त्यति धेरै लुगा छान्दा छान्दै मेरो खोले पनि पाकेछ। अनि मैले खोले निकालेर खानु थालेँ। यस्तो मिठो भएको थियो खोले तातोमा, फेरि पनि खानु मन लागेको क्या मलाई त। तातो तातो खाएको, शरीर पनि एकदम तातो हुँदो रहेछ यसले। र शरीर त तातो हुन्छ, हेल्दी पनि हुन्छ ल यसले चाहिँ। तपाईँहरूसँग पनि घरमा छ भने बनाएर खानु होला, यो मौसममा एकदमै ठिक हुन्छ है यो कोदोको खोले खानुलाई। यस्तो मिठो गर्दै खाँदैछु नि म, मैले नै पकाएको फर्स्ट टाइम। अनि त्यस पछाडि चाहिँ म रेडी भइसकेँ है। यसो अलिअलि टचअप सचअप गरेँ फेसमा। अनि लिप ग्लसहरू लाएर चाहिँ पन्जा लाउनु थालेँ। अनि पन्जा लगाएको अप्ठ्यारो भएको हेर्नु नि, त्यहाँनिर अब भित्रबाट हाई नेक अनि बाहिरबाट यत्रो ज्याकेट अनि त्यत्रो पन्जा लाउँदाखेरि त हेर्नु म कत्रो मोटी देखिरहेको छु रियलमा। आमामा यति धेरै मोटी छैन है म। अनि त्यस पछाडि मैले पन्जा लगाएँ। अनि मलाई ढिलो ढिलो पनि भइसकेको थियो, र पनि आरामले गर्दैछु। हेर्नु न म कस्तो खालको छु आरामले। अनि लुगा लगाइसकेर अनि त्यस पछाडि चाहिँ म बोर्कीले टाउको पनि बेर्दैछु। बोर्की भन्दा पनि यो चाहिँ मक्लट हो, मक्लटले टाउको बेर्दैछु। अनि यति नगरी त गाइस टाउको यस्तो चिसो हुन्छ, अनि टाउको दुख्छ क्या, टाउकोभित्र गाडिन्छ चिसो अनि दुख्छ। त्यो फिल गरेको छु क्या मैले। अनि त्यही भएर होइन, सक्स जुत्ता मोजा सबै लाउनुपर्छ क्या अहिलेको मौसममा त। तपाईँहरू पनि बाहिर हिँड्दै हुनुहुन्छ भने चाहिँ यसरी लाउनु होला है, जुत्ता सक्स मोजा सबै थोक। अनि त्यस पछाडि चाहिँ म रेडी भइसकेर चाहिँ ऐनामा हेरेँ। अनि क्यामेराले यसो एकछिन नकल पारेँ, ढिलो भइसकेको छ, छिटो जानुपर्ने हो म चाहिँ हेर्नु न। अनि फटाफट बाहिर निस्केर हिँड्न थालेँ म। र मेन रूपमा निस्केको सबैजना बोर्की ओर्ने, टोपी लाउने, मक्लट लाउने है यो मौसममा। अनि हुस्सु हेर्नु कति हुस्से, फेरि हुस्सु भनेको। अनि फाइनली म अफिस आइपुगेँ हिँड्दा हिँड्दै। अनि आएको त सबैजना आइसक्नु भयो होला भनेको, म पो फर्स्ट आइरहेको रहेछु हो। सबैजना हुनु न, फेरि यता हेरेको किचनको दिदी मात्रै आउनुभएको रहेछ। अनि त्यस पछाडि म बसेँ। अनि बसेर म फर्स्ट भन्दै म रमाउँदै थिएँ भिडियोमा। अनि टक्कसँगले फाइल पल्टाएको, ठ्याक्कै पूजा आइपुगेछ क्या। अनि हाँस्दै रहेछ भ्लग बनाएको भन्दै। अनि त्यहाँदेखि मैले चाहिँ अब डेली रुटिन मेरो बस्दा बस्दा यति चिसो हुन्छ नि यो जाडोमा, बसिरहँदाखेरि पनि अनि गलिँदो रहेछ। अनि अब डेली रुटिन काम त गर्नु पर्यो, काम गर्नुतिर लागेँ म चाहिँ यसरी। तपाईँहरू पनि काम आफ्नो आफ्नो गर्नुहुन्छ होला है। मेरो चाहिँ काम यही हो, दिनभरि यही फोन कोट्याउने अनि यसरी अब
डिटेल्सहरू लिने बस्ने। अनि फाइनली हाम्रो अफिस सकिएर बेलुकाको टाइममा चाहिँ घर फर्किने टाइममा हो है यो चाहिँ, हेर्नु है। अनि हामी साथी र म चाहिँ यसरी आउँदै थियौँ। आउँदै ऊ चाहिँ हेर्नु न, कृषि थोकको बाटोमा यति धेरै भिड हुन्छ। अनि साथीले भनौँ मैले बिर्सिसकेको थिएँ क्या ब्लग बनाउनु भनेर, यहाँ माथिबाट हिँड्ने अवस्था आइसक्यो। सुरु गरेको यति धेरै भिड भएर हामी त माथि हिँडिरहेको थियौँ। अनि खाली ठाउँमा चाहिँ तल झरेर हिँड्नु अगाडि हेर्नु हरियो मकै कति राम्रो, कहाँबाट आउँछ यस्तो हरियो मकै। अनि साथी चाहिँ हाई भन्दै के भन्दै गफ लगाउँदै थिएँ। अनि मलाई के भनेर गफ लाउँछिन् भने नि यो मान्छेले। अनि हामी चाहिँ भ्लगमा देखिँदैछौँ कि छैनौँ भन्दै भन्छ क्या, पुरै भरै आएकै छैन भने छैन भन्दै उसले के भन्दै गफ लगाउँदै। अनि हिँड्दै आयौँ टक्लक दुईजना गफमा भुलिँदै। अनि आएको त ट्याक्कै सेल भनेको यत्रो देख्यौँ हो हामीले। अनि त्योदेखि यता हेरेको कोइराला मार्केटमा सेल लागेको रहेछ। अनि अलिअलि भिड पनि रहेछ सेल जाडोमा। अनि त्यस पछाडि हिँड्दै साथीको घर जाने बाटो छुट्टिन लाग्यो। अनि त्यसपछि ऊ चाहिँ बाई बाई भन्दै नक्कल पार्दै जाँदैछ, हेर्नु कपाल हल्लाउँदै। अनि म पनि हाँस्दै आफ्नो घरतिर लाग्दैछु। अनि घरतिर लाग्दै म चाहिँ बिचबाट छिरेँ है। उसको साथी भनौँ न, उसको साथी मेरो साथी यहीँसम्म आउनको लागि चाहिँ म अर्कै बाटो आएको थिएँ। अनि हुन त मेरो अर्कै बाटो आउँदा पनि हुन्थ्यो क्या। अनि त्यसपछि मैले सब्जी पसलबाट यसो च्याउ किनेर 50 रुपियाँको बोकेर हिँडेँ। अनि त्यस पछाडि फाइनली म घरमा आइपुगेँ। आन्टीहरू गफ गरिरहनु भएको रहेछ। अनि एकछिन गफ गरेँ म पनि। अनि फाइनली रुममा आइपुगेर बत्तीहरू बालेँ। अनि त्यसपछि आनन्दको फिल आउँछ क्या मलाई। अनि गलेको जस्तै हुन्छ, तर काम त त्यस्तो ह्याप्पी केही पनि हुँदैन, तर गलिँदो रहेछ। ओके, बाई बाई गाइज।